गुरु थुप्टेन योन्जनको सहयोगमा काठमाडौँ आएका सुशील कतै लिभरै फेर्नु पो पर्ने हो कि भन्दै भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगे। त्यहाँ डाक्टरले लिभरमा समस्या नभएको र यहाँ अङ्ग मात्रै प्रत्यारोपण हुने हो भन्दै त्रिवी शिक्षण अस्पताल जान सुझाए। पछि बीएनसीकै रिपोर्ट हेरेर वीर अस्पतालका डाक्टरले फ्याट्ट भनिदिए तपाईलाई टिभी भएको रहेछ। त्यो 4 महिना तपाईँ बीएनसीमै अल्झिँदा थप अन्यत्र फैलिएछ। बीएनसीले 4 महिनामा पत्ता नलगाएको रोग वीर अस्पतालले तुरुन्तै पत्ता लगाएर हप्ता दिनमै सुशीलको स्वास्थ्यमा सुधार आयो। आशा मारिसकेको परिवारले बल्ल सास फेर्यो। त्यसपछि उनले 9 महिना टिभीको औषधि खाए। जसै उनी अलि तङ्ग्रिए अनि उनले दुर्गा प्रसाईलाई फेरि सम्झिए। जुन कुरा सम्झिएर उनी अन्य अस्पताल छोडेर पहिले बीएनसी गएका थिए। विदेशतिरबाट उद्धारहरू गरेको देखे, त्यही गरिब दुखीलाई सहयोग गर्छ भनेर उहाँले धेरै सुनेको थिए। अनि त्यसपछि हाम्रो घर इलाम भएको कारणले हामीलाई त्यहाँ राम्रो हुन्छन् त, हुनु त इन्डिया नजिक हामी बोर्डरमै पर्छ, उहाँ इन्डियामा पनि जान सक्थ्यौँ। तर उहाँको अब चिनेको दुर्गा प्रसाईको हस्पिटल हो भनेर राम्रो हुन्छ भनेर चाहिँ हामी त्यहाँ गएको। तर त्यहाँ जाँदा चाहिँ मेरो चाहिँ अब उल्टो उपचार भएछ सर। सुशीलको कुरा सिधा छ। दुर्गा प्रसाईले जसरी विदेशमा फसेका नेपालीको उद्धार गर्छन्, दिनदुखीको उपचार गरेको, सहयोग गरेको कुरा गर्छन्, त्यसरी नै आफूमाथि भएको अन्यायलाई मनन गरेर सक्दो सहयोग गरून्। तर प्रसाईको कुरा तपाईँ सुन्नै सक्नुहुन्न। मान्छेलाई मलाई भेट्नु छैन, जाने ढक्कुलले गल्ती गरेको छ, उसमा बुद्ध हाल्ने। कहाँ दाइ? 6 महिना अगाडिको केस जिल्ला प्रहरी कार्यालयमा हाल्ने, मलाई यो अन्याय पर्यो अनि मलाई यो बिग्रियो भनेर मुद्दा हाल्ने। त्यसै त कानुनी छ नि, पत्रकार होइन नि। तपाईँले मलाई एउटा कुरो के बुझ्नु भने, तपाईँ जतिको पत्रकारले सुन्नुहोस् है भाइ। हजुर दाइ। म दुर्गा प्रसादले कतिको सेवा, अहिले मैले 18 जना मान्छे विदेशबाट ल्याउन खोज्दैछु। 6 महिना अगाडि पोरपरारै भयो अरे, पोरपरारै हजुरबाउले घिउ खान्छ अहिले हाक्छौँ भने जस्तो कुरा लिएर तपाईँहरू हजुर हजुर त्यो मान्छे चाहिँ कहाँको रहेछ दबाई गर्ने मान्छे? हजुर के को पीडित हो? हस्पिटलले दबाई गर्दा पीडित हुन्छ? म बोल्दिनँ भाइ कोहीसँग, म चिन्दिनँ, दबाई गरेको मसँग उ छैन। मलाई त्यो ऊ गरेर पैसा माग्न खोजेको होला, ब्ल्याकमेल गर्न खोजेको होला, उसलाई भन्ने सम्मेलनै गरेर गरे पनि भन्ने। प्रसाईले म कुरा के रहेछ बुझ्छु, नभए उतै अस्पताल प्रशासनमा सम्पर्क गर्नु, के कसो हुन सक्छ सहयोग गरौँला भन्नुपर्नेमा उल्टै यस्तो दम्भ देखाए। भेट्न खोज्दा उल्टै उनले अस्पतालको बिल नतिरेर भागेको भन्नेसम्मका आरोप समेत लगाए। उनका आँखा यदि फुटिसकेका छैनन् भने यो उनले सञ्चालन गरेको हस्पिटलले दिएको रिपोर्ट पढुन्। अक्षर ठम्म्याउने ल्याकत नभए चिकित्सकीय भाषा जानेकाहरूलाई सोधुन्। यति भनेपछि कुरोको चुरो सबैले पक्कै बुझ्नुभयो होला। तर मेरो नाम मिडियामा जोड्दा तपाईँ गालीको वर्षा छेक्न सक्नुहुन्न भन्ने प्रसाईको भुर्की अन्तिममा सुन्दा राम्रै होला। मलाई चाहिँ यस्ता कुराले केही फरक पर्दैन। मेरो रिपुटेसन हो। दाइलाई थर्काउन त खोजे होइन? हजुर, मान्छेले गाली गरेर तपाईलाई तपाईँको दाइलाई थर्काउन खोजे त होइन दुर्गा दाइ? जिन्दगीभरि बीएनसीको कारणले ब्लडको औषधि खानुपर्ने भयो भनेर लेख्छु। हेडलाइन नै केही बनाइदिनुहोस्।